हेलो साथीहरू, आज म फेरि अर्को भ्लग लिएर तपाईँहरूको अगाडि आएको छु। आज म तपाईँहरूलाई एउटा खास ठाउँमा लाँदैछु। म पनि आफ्नो युनिभर्सिटी पहिलाचोटि हेर्न जाँदैछु। आउनुहोस् सँगै हेरौँ मेरो युनिभर्सिटी कस्तो छ भनेर। ट्रेन चढिसकेर म चाहिँ मेरो युनिभर्सिटी आइपुगेँ। मेरो युनिभर्सिटीको नाम चाहिँ युनिभर्सिटी अफ इस्ट लन्डन हो। मन अलि नर्भस छ तर त्योभन्दा बढी एक्साइटेड छु। कस्तो होला मेरो युनिभर्सिटी मनमा एक कुरा खेलिरहेको थियो। यहाँ आएर हेर्दाखेरि राम्रो लाग्यो मलाई। अन्ततः म मेरो युनिभर्सिटी पुगेर डकल्यान्ड्स लाइब्रेरी पनि हेर्न गएँ। पहिलो नजरमा नै मन छुने ठाउँ रहेछ यो। केही बेर त म यत्तिकै उभिएर हेरिरहेँ, विश्वास नै लागेको थिएन कि म साँच्चै यहाँ आइपुगेँ। यो हो मेरो युनिभर्सिटीको लाइब्रेरी। भित्र पुग्ने बित्तिकै एक किसिमको शान्त महसुस भयो। आउँदा दिनहरूमा सायद यही मेरो दोस्रो घर बन्नेछ। एकैछिन कस्तो बुक रहेछ हेर्न थालेँ। लाइब्रेरीको साइडमा युएल लेखेको बोर्ड थियो, कति कलरफुल थियो। त्यहाँ गएर यसो भिडियो पनि बनाइदिइहालेँ। अनि युनिभर्सिटी हेरेर फर्किने क्रममा थ्याङ्क यू बोर्ड पनि देखेँ, जसले अलिकति खुसी मिल्यो। अब आयो घर जाने पालो। त्यतिकैमा म चाहिँ बसको वेट गरिरहेको थिएँ। अनि आयो दिनको सबैभन्दा रमाइलो भाग, फेरिको यात्रा। यति राम्रो दृश्य देखेपछि तुरुन्तै आफ्नो आमालाई भिडियो कल गरेँ। See you in next video. Bye bye.